हेलो साथीहरू वेलकम छ है मेरो छोटो ब्लगमा चटपटे ब्लगमा हजुरहरूलाई एकदम स्वागत छ। चटपट बनाएर खान खोज्दैछु, हजुरहरूले हेर्दिनु होला मेरो ब्लग। ओके, यहाँ मेरो साइला भाइले चट्टा लाएर चाउचाउ फोर्दैछ होइन। चटपटमा के हालिन्छ भन्ने कुराहरू हजुरलाई देखाउन चाहन्छु। चाउचाउ हाल्दैछ होइन। त्यो मुनि के हो भाइ? गेडागुडी हो? गेडागुडी छ नि। गेडागुडी छ, चट्टा चना केराउ भिजाएको होइन। चना केराउ भिजाएको अनि प्याज पनि काट्दैछ भाइले। काटा भाइ, काटा 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 प्याज काटा होइन। भुजा चाहिँ ठुलो टक्कला ठुलो ल्याएको छु होइन। शिव शङ्कर भुजा शिव शङ्कर भुजा हो यो चाहिँ। चट्टा लाएर यता चाहिँ के रङ बनाउँदै हो? यो चट्टा लगाएर चटपटमा हाल्ने ग्यास चटपटमा हाल्नलाई यहाँ ऊ बनाउँदैछ के अरे रङ। यो चाहिँ होइन रङ हो है, पुरा रातो रङ बनाइसकेको छ केटाहरूले। ल हेर्नुहोस्, यो हालेर रातो बनाउने छु होइन। त्यो रातो छ पुरै। ल हेर्नुहोस्, चट्टा लाएर यहाँनिर कटिङ हान्दैछ भाइले होइन। लान भाइ आना कटिङ हान चट्टा लाएर होइन। हान्दैछ चट्टा लाएर कटिङ हान्दै भन्ने मान्छे प्याज धनिया खुर्सानी चाहिँ आधी मात्रै हाला। सुकेको खुर्सानी के हरियो खाँदाखेरि पेट दुख्छ नि त। दालमोट हो, चटला दालमोट होइन। हेर्नुहोस् हातले खोल्यो के सबै रङ तातै रहेछ। अनि मार्ने हो कि सस पुग्दैन नि केटा। देखाउँदैन ल हेर्नुहोस्, चटपटी चाहिँ रातो बनिसक्यो है। यस्तो बनिसक्यो चटपटी हाम्रो, यस्तो छ है चटपटी। ल हेर्नुहोस् रातो छ, कस्तो छ? दामी हो। ल है गाइजहरू, चटपट रेडी भइसक्यो, खाना पनि थालिसक्यो। यस्तो छ चटपट खाने स्टाइल चाहिँ। फेरि भात खाएर खान्छ अहिले चटपट चाहिँ होइन। ल हेर, अब म पनि खानु खोज्दैछु। यहाँ एक थाल छ मेरो लागि पनि होइन, पुरै एक थाल छ। कस्तो छ चट्ट टिपेर खाइहाल्छु नि त म होइन। दामी छ।